अस्ट्रेलियाको कति डलर फसेछ लोट्रीमा आज चाहिँ चेक गरौँ ल। यहाँ चाहिँ लोट्री चेक गर्नु पनि युनिक छ हौ। स्क्यान मात्रै गर्नुपर्छ कि उता मेसिनमा लगेर रिजल्ट देखाइदिइहाल्छ, जित्यो कि जितेन, कति जित्यो। लोट्रीसँग चाहिँ मेरो सानैदेखि अर्कै रिलेसनसिप छ भनेको आमा। एकखेप मलाई बाउले बिजुलीको अब बत्तीको बिल तिर्नु पठाउनु भएको थियो नि त, इलेक्ट्रिसिटी बिल। त्यहाँदेखि पैसा दिनुभयो हो, क्यास पैसा। अनि त्यति बेला त के एम्बपहरू त्यस्तो केही चल्दैन थियो। मेरो पालि त्यहाँदेखि त्यो पैसा लिएर गएँ हो। अन्त त्यो बिल नतिरेको निकै भएको थियो रहेछ नि त, अन्त तिर्नै पर्थ्यो। त्यहाँ मेरो पालि गएँ, जाँदा जाँदा बाटोमा एउटा दोकान देखेँ भनेको आमा, त्यहाँ मान्छे निकै भिड रहेछ। त्यहाँ म पनि यसो छेउमा गएर हेरेको किन होला भनेको त, त्यहाँनिर लट्री बेचिरहेको रहेछ आम्मामा, ड्र पनि भोलि रहेछ हो। त्यहाँदेखि फर्स्ट प्राइज हेरेको एउटा रातो कार रहेछ भनेको, फर्स्ट प्राइज चाहिँ निकै एक्सपेन्सिभ नि अब हो। त्यहाँ मेरो पालि अन्त त्यो बिजुली तिर्ने पैसाले मेरो पालि लक ट्राई गरेर टिकट किनिदिएँ नि मैले, लट्रीको टिकट। त्यहाँ ड्र त भोलि रहेछ भनेर आम्मामा, त्यहाँदेखि लक ट्राई गर्छु भनेर मैले चाहिँ टिकट किनिदिएँ। त्यहाँदेखि त्यो ड्र पनि भएछ। अन्त ड्र भएको दिन भोलिपल्ट बिहान चाहिँ अन्त बिहानै हाम्रो घरको अगाडि एउटा रातो कार आयो भनेको आम्मामामा। त्यहाँदेखि त म त कस्तो रुनु थालेँ भनेको आम्मामा, एकदम रोएँ क्या आम्मामा, त्यस्तो म कहिले रोएको थिइनँ होला। त्यहाँदेखि बाउ बाहिर निस्क्यो हो घरबाट, त्यहाँदेखि बाउले पनि त्यो रातो कार देखे। त्यहाँदेखि बाउ पनि डर्रो रुनु थाल्यो नि आम्मामा, बाउ पनि रोए, छोरा पनि रोए। त्यहाँदेखि दुवैजना आमा रुनु थाले। त्यहाँदेखि भरे त्यो रातो कार त कहाँबाट आएको हो रहेछ भन्दा त उता पावर कर्पोरेसनबाट पो आएको रहेछ। अब बिजुलीको बिल नतिरेर नि अब निकै भएर त्यहाँदेखि हाम्रो लाइट काटिदिन आएको रहेछ। त्यो दिन चाहिँ त्यहाँदेखि लाइट काटेपछि मेरो यस्तो धुलाइ भएको होइन कि आम्मामामा। त्यहाँदेखि चाहिँ मैले चाहिँ लोट्री चाहिँ बन्दै खेल्न छोडेको। यो चाहिँ भिडियोको लागि मात्रै बनाएको।